जाडो सुरु भएपछि सुन्तला झन लोकप्रिय बन्छ, तर धेरै जसोले सुन्तला खाना साथ यसको बोक्रा सिधै डस्टबिनमा फालिदिन्छन्। विशेषज्ञहरूका अनुसार भने यही बोक्रा शरीरका लागि निकै उपयोगी मानिन्छ। बोक्रामा प्रशस्त मात्रामा भिटामिन सी, फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने विशेषज्ञहरू बताउँछन्। यसकारण सुन्तलाको बोक्राले भाइरल तथा ब्याक्टेरियल सङ्क्रमणसँग लड्न सहयोग गर्छ। बोक्रामा हुने प्राकृतिक फाइबरले पाचन प्रणाली सुधार गर्ने, ग्यास र कब्जियत जस्ता समस्या कम गर्ने र तौल नियन्त्रणमा राख्न मद्दत पुर्याउने बताइन्छ। साथै यसमा रहेको फ्लोभोनोइड्सले खराब कोलेस्ट्रोल घटाई मुटुको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्छ। सौन्दर्यका दृष्टिले पनि सुन्तलाको बोक्रा निकै उपयोगी मानिन्छ। एन्टिब्याक्टेरियल गुणका कारण छालाबाट पिम्पल्स र कालो दाग हटाउन मद्दत गर्छ। बोक्रालाई राम्ररी धोएर सुकाई चिया, धुलो वा फेसप्याकका रूपमा प्रयोग गर्न सकिने सुझाव चिकित्सकहरूले दिएका छन्। त्यसैले अबदेखि सुन्तला खाइसकेपछि बोक्रालाई बेकार नठान्नुहोस्। सही तरिकाले प्रयोग गर्न सके यही बोक्राले जाडोमा तपाईँको स्वास्थ्य र सौन्दर्य दुवै जोगाउन सक्छ।